अहिले साकुबाट हिँडेर जानुपर्ने, तर त्यति बेला चाहिँ हामी स्कुलको बस पाउँदो रहेछ। माथि बच्चा लिनको लागि खाली खाली जग्गा हुन्छ। सो माथि मन्दिरसम्म चाहिँ हामी बसमा जाँदैछौँ। त्यसपछि फेरि हिँडेर मनिचोक जाँदैछौँ गाइस। आफूहरू पनि आउनु होला। म मेरो लिएर जानेछु के कस्तो हुन्छ। भन्नु दिदी के हेलो साथीहरू, म चाहिँ भोलिको बसमा आइसकेको छ। अनि हामी चाहिँ कहाँ हो साकु जाँदैछ। यो साकुबाट हिँड्दै गएको लोकल बस चाहिँ नहिँदो रहेछ। त्यही भएर स्कुल बस गाइजहरू ठाउँ दामी छ गाइज। तपाईँहरू पनि तपाईँहरू 8:30 बजीतिर आइपुग्नु भयो भने चाहिँ के अरे साकुनिर आइपुग्नु भयो भने चाहिँ माथि स्कुलको बसमा जानु पाउनु सक्नुहुन्छ। स्याटरडे होइन, सन्डेदेखि फ्राइडेसम्म चाहिँ। अनि यहाँनिरको दाई दिदी अङ्कल आन्टी सब एकदम राम्रो हुनुहुन्छ गाउँतिरको। अनि हामीहरूलाई चाहिँ भन्दै हुनुहुन्थ्यो यहाँनिर हामी हिँड्न लाग्थ्यो। अनि एउटा दिदी भेटेको थियो। हामी यहाँबाट हिँडेर जान लागेको थियो। दिदीहरूले भन्नु स्कुलको बस आउँछ माथि बच्चा हालेर। अनि त्यसपछि त्यसमा जाने माथि सर्ने 1 घन्टा लाग्छ हिँडेर माथि सर्ने कोही भने भनेर। अनि सो बसमा गएको हामी चाहिँ स्कुलको भ्यानमा फाइनली गाइजु भयो। अनि अरू के छ यताको विशेषताहरू भनिदिनु त। मन्दिरहरू छ, पर्यटकहरू घुमघाम गर्ने ठाउँहरू छ, बज्रेगिरी छ, अनि मनिचुक छ। एकदम रमाइलो भइरहेको है। जङ्गलहरू घुमघाम गर्ने ठाउँहरू छ। हाम्रै गाउँको जस्तो भाइब्स। वाउ हरियाली कति बस्नु है त्यो गजक ठाउँमा। कहिले यस्तो ठाउँमा हिँड्नुपर्छ। हजुर के गुम्बा? ए लामा गुम्बा। यही हो कि क्या हो हामी चाहिँ भनेको ठाउँ त? माथि पनि छ। माथि पनि हो गाइस लामा गुम्बा। त्यहाँ गुम्बा ठुलो गुम्बा बनाएको छ। 7 तलाको गुम्बा छ। त्यहाँ खाना खान जानु। त्यहाँ हुन्छ। धन्यवाद इन्फर्मेसनको लागि। ताइवान गेट भन्छ। के गेट भन्छ रे? ताइवान गेट। होइन हिँडेर जानुपर्ने चाहिँ हामी चाहिँ लकिली हामी चाहिँ स्कुलको भ्यानमा जानु पाएँ। सो यस्तो ठाउँ पनि रहेछ नि त यता। हजुर इस्कुस पाउँछ। लामा होटल लेफ्ट साइडपट्टि। साकु होटल लामा होटल। हाम्रो गाइस टाढामा गएर हेऱ्यो भने
रे पछि पनि हुँदैन। मामा दामी दामी यो तल हो नि। हो आयो आयो लामा त जान्छ जङ्गलहरू पनि छ यता माथि। एउटै छैन, सबै बाङ्गो टिङ्गो मात्र छ। यता दामी रहेछ त यो यो त घुम्न आउनेहरू के भोज खान्छ। दामी दामी वाउ सबै एउटै छैन। सल्लाहको बोर्डहरू हेर्नु त। सल्लाहको बोट गाइस नचिन्नेहरूले यहाँनिर हेर्नु होला सल्लाहको बोट हामीले चिन्छ है फेरि मेरो गाउँमा पनि पाइन्छ यस्तो सल्लाह उयो 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 त्यो मणिचुर गुन्पा ए मणिचुर मणिचुर गुन्पा वाउ यता पनि दामी रहेछ त आम्मामा अनि चाहिँ हाम्रो फारमबाट पनि त्यहाँबाट गाडी जाने ठाउँ अरू गाडी गयो भने बाटो बनाइसक्यो। फारमबाट माथि बनाइसक्यो। गुम्बा आइपुग्यो है गुम्बा अहिले भर्खर बनाउने देख्छ ए भर्खर बनाउँदैछ वाउ दामी दामी यार दामी क्या हावा पनि क्या दामी छ कि पुरा गाइसहरू दामी छ के गाइजहरू दामी छ। दामी छ ओ बाटो हेर्नु पिच गर्नु भएन फेरि अब तपाईँहरू अलिकति आउँछ पुरा पिच हुनेछ दाउरकाटी घुम्नु आएको रहेछ भन्नु न। मैले भनिसकेँ अब तपाईँहरू अर्कोचोटि आउँदा चाहिँ पुरा पिच हुन्छ अनि मजाले स्कुटी बाइक अनि कार सबै लिएर आउनु सक्नुहुन्छ हामी चाहिँ ल हेर्नु यस्तो रहेछ बाटो बनाउँदैछ बुक्रादार स्कुल आउनुला होइन त। के स्कुल बुक्रादार स्कुल आउनुला। यस्तो टाइप रहेछ अलिकति जाम पऱ्यो है हामी हामी अलिकति यसो रोक्ने प्राइसमा छौँ भने एकदम रमाइलो हुनुहुन्छ उहाँ अङ्कल चाहिँ जाम 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 त होइन त्यहाँनिर अब बाटो बनाउने क्रममा एउटा पानी ट्याङ्कर छ त्यहाँ सो एकछिन अड्किनु पर्यो हामी चाहिँ ग्याङ्गरहरू पनि बाङ्गिरहेको छ गाडी पनि बाङ्गिरहेको तर दामी छ क्या आम्मामा 10 सम्म। टेन्सन हो अब पैदल यात्रा सुरु थोडा के साह्रो चिज नाना पनि बाई बाई नाना नानालाई पनि यहीँ छोडिदियो अब हामी चलि है है गाउँमा छ यता त गाउँघरको हाम्रो घर थियो गाउँमा जस्तै घर रहेछ नि त सरर हावामा अनि त्यहाँबाट के अरे लाई घुमाउने काठमाडौँ सहर धान दिएछ है हाम्रोतिर पनि देख्छ होला है दिदी फेरि मन देख्दिन भने यो स्याउको फुल टिप्छु लगाइछ एउटा फुलपाती फाकेर पर्मिसन त लिनु परेन इन्ट्री विथआउट पर्मिसन भनेपछि त होइन त्यो गेटबाट छिरेर टिकट काट्नु पर्छ चल को सम्झिने घले बाहेक त नो अरू त ओन्ली घले घले मरे आएर भने कार्किरहलाई लाग्छ पर पर्सन 100 रुपैयाँ लाग्छ 300 नो डिस्काउन्ट स्पिकरको साथमा हिँड्दै सान दिदी यहाँ बस्दै गर्नु ल बनाएर लिएर आउँछु के अरे खानेकुराले के ल्याउनु भन्नु त सँगै सँगै चाहेको त्यो एउटा चिसो ल्याउनु के छ अर्डर भन्नु न भन्नु तपाईँको अर्डर अनुसार पायो भने ल्याउँछु वा हाम्रो दिदी त दाम दिएछ ल अनर मात्रै देखाउँछु एउटा चिसो ल्याउनु अनि
पर यहाँबाट चाहिँ कति लाग्दो रहेछ यसको नाम टिकट काटेर जानुपर्दा चाहिँ 100 रुपियाँ लाग्दो रहेछ एकजनाको 100 रुपियाँ है फेरि बादाम लाग्यो यसरी भिडियो गर्नु पुरा दौड्यो जङ्गल गाई जङ्गलबाट आई मणिचुट जाने बाटो एन्ड के छ यहाँ सुन्दर जल हेरेछ त भिडियो हामी अब यस्तो नचिने बाटो थाङ्ने हो र आएपछि उसको गाडी हो गाई उल्टो बाटो आए जस्तो छ सबैजना नयाँ गाह्रो छ नि हो यतिबाट जाने हो सुन्दरी जल मणिचुट टेम्पल यतै होला यतै हो मणिचुट साँखु है यो त दाइ हेलो मणिचुट जाने कता बाटो तपाईँतिर हो ओके लेट्स गो गाइस अब गई हामी मणिचुटको सिडीमा अब दौडीमा घले कस्यो है घलेको है मै बन भाले गराए आज शान्ति अलिक कम देख्ला है तपाईँहरूले फर्स्ट टाइम हाइकिङ आएको अनि यस्तै हो हामी त पास भइसक्यो यस्तो हाइकिङ जाब त कति छ न दामी आइपुग्यो यहाँ हो नि त दामी ठाउँ फाइनली गाइस हामी चाहिँ आइपुगे मणिचुटमा लुक एट गाइस वाउ पानी पोखरी कस्तो भइराख गुड गाइस दामी रहेछ नि ल दामी ए पानी यस्तो दामी छ यहाँ पानी ए हेर्देऊ त नै पाउँदो रहेछ यार यता खानु लोभी गर्ने होइन कि लेट्सको गाइस अब चाहिँ हामी घर जानु पर्ला फाइनली मणिचुट दिदी यो ठाउँ नाम के रे मणिचुटबाट चाहिँ हिँडिए हामी मणिचुटबाट लेट्स गो ओइ यताबाट होइन र छिरेको बाटो हल्का हल्का यस्तो पनि छ